हेर्नुहोस् यी बिचल्लीमा परेका बाबु नानीको पढ्ने खाने बस्ने सबै कुराको भयो व्यवस्था। आज स्कुलबाट बाबु नानीलाई साथीहरूले गरे यसरी बिदाई। नछेका बाटो खै मलाई जान देऊ। यी बच्चाहरूको लागि हजुरहरू एउटा भगवान रूपी बनेर आइदिनु भएको छ। अनि दर्शक महानुभावहरू, मलाई अर्को दुःख लागेको कुरा के हो भने नानी बाबुहरूको राम्रो ड्रेस पनि रहेनछ, टाक पनि फुत्किएको छ, अलिकति सानो पनि छ। बाबुले लगाएको ड्रेस पनि नानीले लगाएको ड्रेस पनि, झोला चाहिँ एउटा मात्रै छ। दर्शक महानुभावहरू, एकदमै खुसीको खबर छ। बिचल्लीमा परेका यी बाबु नानीहरू अब सुरक्षित ठाउँमा जाँदैछन्, राम्रो स्कुलमा पढ्दैछन्, राम्रो ठाउँमा उहाँहरूको पालन पोषण हुँदैछ। यो एकदमै खुसीको खबरलाई सबै नेपालीहरू आज पुर्याउनको लागि यो भिडियोलाई सक्दो सेयर गर्नुहोला। र यहाँ राख्दाखेरिको अवस्था एकदमै देख्नु भएको छ तपाईहरूले। एकदम बिचल्ली हुने जस्तो देखिसके पछाडि नानी बाबुहरूको उज्जवल भविष्यको लागि चाहिँ हामीले उहाँहरूलाई चाहिँ राम्रो ठाउँमा लगेर, राम्रो संस्थामा लगेर पढाउने, त्यही राख्ने व्यवस्थापन गरेका छौँ। कैलालीमा रहेको महिला तथा बालबालिका सेभ हाउसमा चाहिँ अब बाबु नानीहरू बस्नुहुन्छ, त्यहाँ पढ्नुहुन्छ। अनि बाबु, तिम्रो झोला छैन, अनि स्कुलमा गएर केमा लेख्छौ, के पढ्छौ नि? कापीमा लेख्छु। कापीमा लेख्छौ? कापी कहाँ छ नि बाबु? झोलामा। झोलामा? ए, बाबुको भाइको पनि कापी कलम तिमीले बोकेर ल्याउँछौ? यो अवस्था छ दर्शक महानुभावहरू। नानी, पढ्न मन लाग्छ है धेरै? बाबुलाई लाग्छ लाग्दैन? लाग्छ। तर यहाँ पढ्नको लागि त्यति राम्रो व्यवस्थापन छैन है नानु? छैन है? ल, अब आज स्कुल पनि जाने है, स्कुलमा पनि जाने, र स्कुलबाट यो स्कुलबाट अर्को स्कुलमा ट्रान्सफर गर्नको लागि पनि केही प्रक्रियाहरू पनि छन्। आज नानी बाबुको स्कुलमा गएर उहाँको टिचरहरूलाई पनि भेट्नेछु मैले। यतापट्टि नानी बाबुहरूको बुवा पनि हुनुहुन्छ, दाइ यतापट्टि बुवा पनि हुनुहुन्छ। खुसी मान्नु भएको छैन? हजुर, खुसी छ। बाबु जनक, तिमीलाई खुसी लागेको छ कि छैन त? लागेछ। अनि पढेर के बन्ने नि भविष्यमा? थाहा छैन, तर पढ्न त मन लाग्छ नि तिमीलाई? अनि यता बहिनीलाई सोध्छु, बहिनी एकदमै धेरै पढ्न मन गर्छिन् है, स्कुल जानु पर्यो भने पनि एकदमै छिटो छिटो स्कुल जान खोज्ने, किताब पनि समाउन खोज्ने, कापी पनि समाउन खोज्ने यिनको बानी त एकदमै राम्रो लाग्यो। यिनलाई राम्रोसँग पढाइयो भने यिनको पनि भविष्य राम्रो हुन्छ जस्तो लागिरहेको छ। नानु, ठुलो भएपछि होइन, भोलि पछि गएर के बन्ने मन छ नि तिमीलाई नानु? के बन्ने भन त? डाक्टर। डाक्टर बन्ने? किन डाक्टर बन्ने? डाक्टर बनेर के, डाक्टरले के गर्छन्? औषधि गर्ने। हेर्नुहोस् त, कति ठुलो महान सोच बहिनीको। पक्कै पनि राम्रो ठाउँमा लगेर पढाइसके पछाडि उहाँहरूलाई रेखदेख गर्ने हो भने पक्कै पनि भविष्य एकदम उज्जवल छ। यतापट्टि नानी बाबुहरूको स्कुलमा पनि हामी आइसकेका छौँ। जाम। नमस्ते म्याडम। सर नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै सर। यो राम्रो यिनीहरूको ड्रेसहरू पनि केही राम्रो रहन्छ है? हजुर सर। अनि यिनीले चाहिँ ब्याग बोकिन्छन्, यिनको त ब्याग पनि रहन्छ, के हो खास सर यो? अब उहाँहरू के हो त भन्दाखेरि अब उहाँको बुवा अनि मम्मी, हजुर, उहाँहरूले अब यिनी बच्चाहरूलाई व्यावसायिक अवस्थामा भएकै कारणले पोसाकहरू पनि नबनाइदिने। नानी बाबु नमस्ते। नमस्ते। यहाँ कसले मिठो गीत गाउँछ अरे? कसले गाउँछ अरे? अमलाई पल्ला रे साइलोले, पल्ला रे साइलोले, सत्तरीका साइली रे में, हत्तरीका साइली रे में, इमटर ढाले 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 ढाले, इमटर ढाले 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 ढाले। यति राम्रो कला, सबैले बहिनीको कलालाई, यति सानो नानुको कलालाई सबैले माया अनि सम्मान गर्नुहोला है त। अनि म्याडम, कतिको खुसी लागिरहेछ आज? एकदम खुसी लागेको छ। सर्वप्रथम हजुरहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरहरू यो बच्चाहरूको लागि एउटा भगवान रूपी बनेर आइदिनु भएको छ। उहाँहरूले यो बच्चाहरूले एउटा हजुरहरू नआउँदासम्म उनीहरूले खाना पनि सिद्धिसकेको थियो अरे, चामल एक छाक मात्रै थियो, अब हामीले खानी छैन भनिरहेको थियो यो बच्चाले। मैले पनि सुनेको थिएँ, हामीले स्कुलमा पनि कुरा गरेका थियौँ, मिटिङ बसेको थियो। त्यति बेला स्कुल परिवारले पनि यिनी बच्चाहरूको लागि ड्रेस छुट्याउने भनेर एउटा कुरा भएको थियो। हामीले पनि यो बच्चाहरूलाई कहिलेकाहीँ काफी कलम पनि टाइममा दिइरहने गर्नुभएको थियो सरहरूले पनि। यी बच्चाहरूको लागि हजुरहरू एउटा भगवान रूपी बनेर आइदिनु भएको छ। त्यस्तै गरी यो बच्चाहरूले पनि राम्रोसित भोलि बिहान हामीले यसरी सहयोग पाए
आइरहेका हौँ भनेर यो सहयोगलाई सदुपयोग गरेर भोलि बिहान यही ठाउँमा आएर केही गर्न सकुन्, हामी पनि त्यो देख्न सकौँ भन्ने एकदम खुसी लागेको छ सर हामीलाई। पढाइ चाहिँ कस्तो छ नानी बाबुको? यो नानी बाबुको एकदम राम्रो छ सर। बाबु अलि जिद्दीवाला छन्। अब बाबुको जिद्दीपन छ। अब हामीहरूले पनि सानैदेखि हामीले बच्चाहरूलाई हेरिरहेका हुनाले हामीलाई बानी व्यवहारमा पनि थाहा छ। तर नानी अलि कम अलि त्यति जिद्दी छैन। उसको पढ्नमा एकदम चाहना छ। हजुरहरूले यो चाहनालाई पुरा गरिदिनु भयो भनेदेखि हामीहरू यही स्कुलमा पढाउने सर म्याडमहरूले पनि एकदम खुसी हुने थियौँ सर। हामी टाइममा हजुरसित हामी सम्पर्क पनि गर्नेछौँ। हुन्छ, अब यहाँको प्रक्रियाहरू के हो होइन, त्यो चाहिँ मिलाएर त्यस पछाडि हामी फेरि लाग्नुपर्ने हुन्छ है सर। तपाईँले सबै मिलाइदिनु होला। हवस् सर। केही आवश्यक पऱ्यो भने तपाईँको नम्बर छ, हाम्रो यो फोन गर्नेछौँ हामीले विद्यालयको तर्फबाट सर। हामीले अब कागजी कुरा मिलाउने कुरामा र अब यिनीहरूको इमिस विषयमा जो छ इमिस हामीले यहाँबाट पठाइदिन्छौँ। दर्शक महानुभावहरू, एकदमै खुसीको खबर छ। बिचल्लीमा परेका यी बाबु नानीहरू अब सुरक्षित ठाउँमा जाँदैछन्, राम्रो स्कुलमा पढ्दैछन्, राम्रो ठाउँमा उहाँहरूको पालन पोषण हुँदैछ। यो एकदमै खुसीको खबरलाई सबै नेपालीहरू आज पुर्याउनको लागि यो भिडियोलाई सक्दो सेयर गर्नुहोला। घरका हो नानी देखोला पारी नाम के हो नानी चन्द्रा कुमारी क्या मिठो बोली मान्छे नि राम्री छेउ नछेका बाटो खै मलाई जान देऊ।